यदि तपाईँ पनि अयोध्या माडी चितवन घुम्न चाहनुहुन्छ भने सबैभन्दा पहिला 24 कोटीबाट बस चढ्न सक्नुहुन्छ अथवा आफ्नै सवारी साधन भएमा 24 कोटी हुँदै क्यान्सर अस्पताल, कृष्णनगर, त्यसपछि विशाल चोक, गीतानगर, पट्यानी, जगतपुर हुँदै चितवन राष्ट्रिय निकुञ्जभित्रको बाटो लाग्नुहोस्। यो बाटोको करिब 25-30 मिनेटको यात्रापछि माडी नगरपालिकामा पुग्न सकिन्छ। 24 कोटीबाट करिब 50-55 किलोमिटर टाढा रहेको छ र अहिले हामी चितवन राष्ट्रिय निकुञ्जभित्रको कच्ची बाटोमा हिँडिरहेका छौँ। राष्ट्रिय निकुञ्जको बाटो छिचोड्दै 24 कोटीबाट हिँडेको 45 मिनेटमा माडी नगरपालिकाको गेटमा आइपुगेका छौँ, तर हाम्रो गन्तव्यमा पुग्न बाँकी छ। अझै हामीलाई यहाँबाट 45 मिनेट लाग्नेछ। अहिले हामी माडी बजारमा आइपुगेका छौँ। बजारबाट अघि बढ्दै हाम्रो गन्तव्य अयोध्या राम मन्दिरको खोजीमा छ। माडी नगरपालिकाको अत्यन्तै सुन्दर पुरानो हरियाली गाउँ देख्दा मेरो मनै प्रफुल्ल भएको छ। हामी बादरमुडे नजिकै आइपुगेका छौँ। चौबिस कोटीबाट 2 घण्टाको बसको यात्रापछि हामी अयोध्या राम मन्दिर नजिकै आइपुगेका छौँ। गाडीबाट ओर्लिएपछि करिब 100 मिटरको पैदल यात्रामा हामी मन्दिरको मूलद्वारमा आइपुगेका छौँ। ऐतिहासिक महत्त्व भएको यस मन्दिर आजभन्दा करिब 3-4 वर्ष अगाडि मात्र निर्माण भएको हो। यसको धार्मिक र ऐतिहासिक महत्त्व भने त्रेता युगबाट नै सुरु भएको थियो। अहिले हामी अयोध्या राम मन्दिरको सेरोफेरोमा रहेका छौँ। खासै तीर्थालुहरूको भिड नभए तापनि पातलो तर टाढाबाट आएका तीर्थालुहरू देख्न पाइयो र अहिले हामी गणेशजीको दर्शन गर्दै राम, सीता र लक्ष्मणको दर्शन गर्न मन्दिरभित्र पस्यौँ। भविष्यमा यस राम मन्दिर अयोध्या माडीले आन्तरिक तथा बाह्य पर्यटन विकास साँच्चैमा सहयोग पुर्याउने सम्भावना रहेको छ। यसका लागि सरकारको विशेष ध्यान रहोस्। इस जग में सारे काम तेरा मेरा हे राम।